बाबाको अवस्था के छ हेर्नुहोस् न। त्यही भएर आफ्नो इच्छा पुरा गर्नुभन्दा अगाडि जबसम्म आफ्नो खुट्टामा उभिँदैन तबसम्म बाबाको अवस्था हेरेर मात्रै आफ्नो इच्छा पुरा गर्नुपर्छ नि भाइ बहिनीहरू। यो तालिमको तात्पर्य त यति नै हो। बरु पुरानो कपडा लाउनुहोस्, नयाँ किताब किन्नुहोस्, पुरानो कोट लाउनुहोस्, नयाँ किताब किन्नुहोस्। 25 वर्षभन्दा यता जसले मजाक उडाए पनि मजाक सहनुहोस्। 26 वर्षपछि खुसीको दिन सुरु हुन्छ जस्तो लाग्छ। अनि कसैले दिन्छ यो जुत्तालाई यता टाला यार भनेर दिन्छ, तर आज हेर्नुहोस् बाबा जानुहुन्छ जुत्ता टाल्न। यस्तो पुरानो बाइक हेरेर छोराले गाली गर्यो भने अहिले यो जुत्ता त्यसको अगाडि टाल्यो भने त मैले झनै गाली गर्छ भनेर लुकेर टाँस्न जानु लाग्नु भएको हुन्छ। हेर्नुहोस् बिचरा लुकेर टाँस्न जान लाग्नु भएको हुन्छ। लुकेर टाँस्छु भनेर लुकेर चिप्टाउँछु भनेर जानुहुन्छ, तर अन्तिममा त को चाहिँ हिँडेर चाहिँ हेर्नुहोस् प्रिय बच्चालाई बाबा चाहिँ हिँडेर छ बिचरा। अन्तिममा त बाबा चाहिँ हिँडेर छ। मेरो बाबा खै भनेर हेर्न जान्छ। अन्तिममा हेर्नुहोस् मेरो बुवालाई त जुत्ता लाउने पैसा रहेनछ, मलाई 220 किनिदिनुहोस् किन भनेको होला। मैले त केही पनि शिक्षा लगेको रहेनछु, केही पनि पढेको रहेनछु। आज बाबाको अवस्था यो छ भने मलाई किन बाइक चाहियो, मलाई किन 220 चाहियो भनेर आज यसले असल शिक्षा लिन्छ अनि अङ्गाल हाल्छ। बुवा म त कलेजमा केही पनि पढाएर रहेनछु बुवा, मलाई यो बाइक चाहिँदैन बुवा, बाइक त तब किन्छु जब मेरो खुट्टामा उभिन्छु बुवा भनेर। हेर्नुहोस् सम्झौ त हात जोडेर, सबैले हात जोड त बाबु, सबैले हात जोडेर आँखालाई बन्द गरेर सम्झौ त। तिम्रो बाबाले आज कति लगाइदिनु भएको छ बेटा, होइन उधार किनिदिनु भएको छ होला, कसैले उधार किनेर तिम्रो इच्छा पुरा गरिदिनु भएको छ होला। तर आज एकचोटि सोच त बाबु, के रहेछ ठुलो पढाइ, के रहेछ असल पढाइ। आमा बुवाको अवस्था हेरेर आफ्नो इच्छा पुरा गर्नु पर्ने रहेछ। अन्तिम सासको कले बुवाले कति लगानी गरेको हुन्छ, आमाले कति लगानी गरेको हुन्छ, त्यसको नतिजा दिने समय आएको छ बाबु। आज साथीको लहराइमा लागेर नबिग्रिनु, साथीको लहराइमा लागेर बिग्रिनु आयो भने अर्थ छैन। त्यो आमाको काखबाट लिएको अर्थ छैन। बाबाको पीडालाई हात जोडेर बिन्ती छ बाबु। त्यही बाबा मम्मीले बडा लगानी गरेको छ। आज सम्झौ त छोरी, रहेछ असल मित्र, रहेछ असल साथी। बुवालाई उहाँहरूको अगाडि ल्याउनुहोस् त। हेर्नुहोस् मन रोएको छ सर। त्यही भएर आज नतिजा दिने पालो छ बेटा। उहाँ पर्खिराख्नु भएको छ विदेशमा, मेरो छोराले 10 लाखमा राम्रो नतिजा ल्याउँछ भनेर पर्खिराख्नु भएको छ। नतिजा दिन सक्नु भएन भने यो ड्रेस लाभको अर्थ छैन, यो ड्रेस लाभको अर्थ छैन छोरा, यो ड्रेस लाभको अर्थ छैन बेटा। मेरो हात जोडेर बिन्ती छ, आमा बुवाको मायालाई सम्झेर आजदेखि अझै मेहनत गर्नुहोस्, अझै लड्नुहोस्, सरले भनेको कुरालाई मान्नुहोस्। चयत्रमा यस्तो इक्जाम दिनुहोस् कि यसको नतिजा जेठमा आओस्, यसको नतिजा जेठमा आओस्। त्यही भएर जीवनमा पहिलो 5 जन्म दिने आमा बुवा हो जसले सधैँ अगाडितिर धकेल्नुहुन्छ अरे। त्यही भएर भोलि आमा बुवालाई कसले ल्याउनुहुन्छ एकचोटि कल्पना गर्नुहोस्। आमा बुवालाई कसले ल्याउनुहुन्छ, 2टा फुलको माला ल्याउने हो। आज आमाले जग्गामा लगानी गरेको छ, तर हेड सरले 1000 रुपियाँ उठाइदिनुहोस् भन्दाखेरि विरोध गरेको छ। भोलि म बोलिदिन्छु लगानी कहाँ गर्नु पर्ने रहेछ सर, लगानी कहाँ गर्नु पर्ने रहेछ। सम्झौ त, आँखालाई बन्द गर त भाउ, आँखालाई बन्द गर त, आँखालाई बन्द गर त छोरा। साँच्चै कसको बाबा विदेश हुनुहुन्छ एकचोटि सम्झौ त, कसको बाबा विदेश हुनुहुन्छ। मात्र एउटा सपना छ बाबाको, मेरो छोराले एसीमा राम्रो हिसाब ल्याउँछ है, म आज रात दिन लडिरहेको छु भनेर भनिरहेको छ। त्यही भएर भोलिको दिन पुरा महत्त्वपूर्ण रहन्छ। आमालाई ल्याउने हो, 4 घन्टा लाए पनि ल्याउने हो, 3 घन्टा लाए पनि ल्याउने हो, 5 घन्टा लाए पनि ल्याउने हो। भोलि
मेरो हेडसरलाई हात जोडेर बिन्ती छ, आज होस्टेलमा बच्चा छ भने घर पठाइदिनु होला। भोलि आमालाई लिएर आउने हो, आमालाई लिएर आउने हो। त्यही भएर आमा बुवाले पहिलो भगवान अरे आज आमा बुवा मान्न गछ भने